हेलो हेलो हामी चाहिँ यो कहाँ हो भन्दाखेरि फेवाताल ट्याक्क लगाएर होइन बाहिर जाँदै थियौँ फेवाताल खटेर बारी पनि पुग्यौँ ठाउँ दामी रहेछ होइन फोटोसोटो खिच्न टिकटकहरू बनाउनलाई दामी अनि त्यहाँबाट फर्केर चाहिँ हामी फेवातालतिर यसो डुल्यौँ होइन फोटोसोटो खिच्यो गर्दा गर्दै हामी चाहिँ हाम्रो यात्रा चाहिँ ढिकी डाँडाको भयो ढिकी डाँडा पुग्यो बिस्तारै बिस्तारै ओभरै माथि रहेछ पुगेर दामी देख्दो रहेछ फेरि फोटोसोटो खिच्यो एकछिन अनि बेसरी जाडो थियो म्युजिकको तालमा अब बाहिर बस्न थाल्यौँ हामी एकछिन मासु पोलेर खाँदै नाचगान गर्दै आगो ताप्दै आगो रातमा बडो मजा आएको थियो अब त बिहान उठेर एक राउन्ड त मार्नै पर्यो फेरि होइन दामी देखिरहेको थियो तर पुगेर चाहिँ हुसुलाल केही देखेनौँ गर्दै हामी अब बिस्तारै बिस्तारै अब पुम्दी कोटतिर झर्छौँ है यो चाहिँ बिहानको फोटो हो पुम्दी कोटतिर गयौँ शिव मन्दिरतिर यसो डुल्यो रमाइलो भयो तर होइन फोटोसोटो खिच्यो भिडियोहरू अन्त सम्भो पनि भयो है हामी चाहिँ जम्मा 4 जना ग्रुप थियौँ तर पनि बहुत रमाइलो भयो 4 जना पनि होइन कहिले कहिले भिडियो खिच्ने कहिले फोटो यताउता गर्दै वान टेम्पल पनि पुगियो एकदम बौद्धको उसमा गर्दै हामी चाहिँ अब यो पाताले छाँगातिर पनि गयौँ एकचोटि त्यहाँ चाहिँ खासै केही लागेन यो 2 फोटो यसरी फर्क्यौँ यो के अरे महेन्द्र गुफातिर अझै महेन्द्र गुफा होइन के अरे यो गुप्तेश्वर महादेव के पो भन्छ हो म त कहिल्यै गएको थिएन नाम पनि सुनेको थिएन तर दामी लाग्यो जरैसम्म पुग्यौँ है राम्रो थियो गर्दा गर्दा हाम्रो अब घुमफिर भ्याइयो